सो हेलो एभ्रिवान, नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। वेलकम टु माई न्यू भिडियो। आज म तपाईँहरूलाई गुल्मी जिल्लाको गौरव र पवित्र तपोभूमि रेसुङ्गाको एउटा यादगार यात्रामा लैजाँदैछु है। सदरमुकाम तमघास बजारको सुन्दरतालाई निहाल्दै म लगायत मेरो पारिवारिक यात्रा रेसुङ्गा भ्यू टावरसम्म अगाडि बढ्दैछ। तमघासबाट थकै मार्नको लागि चरीले त छाडेर गइगयो सम्झना चाहिँ डाली मै रहिरह्यो सम्झना चाहिँ डाली मै रहिरह्यो नाता टुट्यो पराई भइगयो एउटा नाता मनमा चाहिँ रहिरह्यो एउटा नाता मनमा चाहिँ रहिरह्यो। थ्याङ्क यू सो मच। धेरै दामी दाइको स्वर त अब कोइलीको स्वर भन्दा एकदम मिठो छ क्या अरे। कसम त्यो भइसकेपछि हाम्रो यात्रा अब एकदम सहज हुने होला, छैन त कमल दाइ? एकदम यो उकालोमा भाइको त्यो एकदमै मिठो आवाजसँगै हामी यो उकाली वरिपरि जङ्गलले घेरिएको बिचमा सिँढी उकाली चढ्दैछौँ। सिँढीहरू त्यसमा चाहिँ 1200 सिँढी छ। त्यही बिचमा एक गीत जोडाउन त ल यो उकाली चढ्दा होइन दुःख बिसाउनको लागि टाइम पास गर्नको लागि एउटा मिठो गीत गाउँदैछु, सबैले साथ दिनु है। ओके ओके। उकाली चढौला ओराली झरौला
साधभञ्जन भने पनि त्यो पनि तरौला तिम्रै लागि हो भने ज्यानै दिउला तिम्रै लागि हो भने ज्यानै दिउला मिठो मिठो मात्र गातो एकचोटि अलि हामी बुझ्चा काटाकुटुक मिस्यो क्या ल फेरि अब उकाली चढौला ओराली झरौला साधभञ्जन भने पनि त्यो पनि तरौला तिम्रै लागि हो भने ज्यानै दिदिउला तिम्रै लागि हो भने ज्यानै दिदिउला एउटा मिठो गीत सुनौँ तङ्गसमाथि रेसुङ्गाको वन सँगै जिउन पाइएन माया न्याउली सँगै रुन्छ मेरो मन नरौ सानो बिछोड भो नानी बिछोड भो नानी न्याउली सँगै पाइएन रुनानी तङ्गसमाथि रेसुङ्गाको बाण मलाई वाक्स चिनाउँछ त यहाँनिर हो र तापनिजुङ जाँदा नि यस्तै ठाउँमा यस्तै प्रतीक्षालय छन् पानीका जडन छन् पानी खाने व्यवस्था त सबै छ बहुत राम्रो तिनीहरू हराए कहाँ गए मान्छेले तल फोटा खिच्छ खै अङ्गुर खै अङ्गुर होइन आकाशले चाहिँ हामीलाई च्यालेन्ज गर दाइ मौसमले च्यालेन्ज गरौँ डर नि होला साँच्चै छैनौँ यहाँबाट म यसमा टेकी टेकी माथिसम्म पुगेको थिएँ पहिला आइगेला हामी फेरि उडाएर अलि माथि माथि माथिसम्म गएर खाली खुट्टा नि त हिँडिन्छ सन्तोष हिँडिन्छ हो ल यहाँ अब चौतारी लेकाली चौतारी लेकाली चौतारी दुःख बिसाउने ठाउँ एकदम रेसुङ्गामा अब भक्तजनको नि घुइँचो छ के अरे दर्शन गरेर फर्किने क्रम जारी छ बुवाहरू अब मन्दिर दर्शन गरेर आउनुभयो कि है ल ठिक छ हस् हजुर ल तपाईँहरूले मागेर आउनुभयो आमाहरू पनि झर्दी हुनुहुन्छ हस् यता हाम्रो दाइ हुनुहुन्छ दाइ थकी त ला होइन हल्का फुल्का अब तराईमा बसेको मान्छे यहाँ पाहाडमा आउँदाखेरि कस्तो अनुभूति भयो यहीँ बसौँ त भयो कि बिल्कुल बस्न त मन लाग्छ वहाँको गर्मी वहाँको गर्मी यहाँको नेचुरल हर चिज खानपिनबाट लिएर यताउता हरियाली केही चिजको कमी छ नि भनिहाल्नुहोस् है के चिजको कमी छ र भनेको यस्तो यहाँ स्वर्ग हो यो त केही पनि छैन हो एकदम स्वर्ग हो कि स्वर्ग यो यहाँ त घर बनाएर बस्न पाएँ है धेरै वर्ष बसिन्थ्यो मजाको ठाउँ हामीले भन्छौँ नि यो जङ्गलमा ऋषिमुनिहरू छ किन तपस्या गर्न आउनु भनेको धेरै बाँच्न कोसिस गर्नु अनि धेरै वर्ष बाँच्नको लागि हो कि मन शान्त हामीले के भन्छौँ भने अनि यहाँ फेरि शान्ति पनि मिल्छ शान्ति एकजना अरबपति हुनुहुन्छ काठमाडौँ पशुपतिमा बस्नुहुन्छ होइन उहाँ चाहिँ अरबपतिको कि जबरा यस्तै राणाको छोरा हो उहाँ चाहिँ एकचोटि रेसुङ आउनु भएको थियो यहाँ आएर उहाँ चाहिँ 2 दिनलाई भनेर आएको मान्छे यहाँ आएर 3 महिना बसेर ल ठ्याक्कै आइयो दाइ तर पानीले अलिकति डिस्टर्ब गऱ्यो रमाइलो हुने होला चाहिँ थकै लाओ 1000वटा सिँढी कटेर हिँड्दाखेरि यज्ञशाला मन्दिर हो नि यहाँ बिनाजहरू पनि आइसक्नु भयो यहाँ पानीले सबैलाई दौडा दुप गरायो
आउँदा आउँदै पानी पऱ्यो। अब यहाँ हामी एकछिन यहाँ बस्ने चिया खाने गरेर अब टावर चढ्न जान्छौँ। दिदीहरू पनि आइसक्नु भयो। यहाँ दाइले मिलाउँदै हुनुहुन्छ। चिया खानी अब चिया खानी जडीबुटीको चिया खानी दिदी। त्यसपछि अब टावर चढ्न हिँड्ने झन् यहाँबाट अब उहाँ अब बर्दाघाट के देखिन्छ भनेर हेर्न आइयो पानी पऱ्यो। अब बस्ने आश्रम पनि छ भन्नुभयो है। ए मोबाइल बिग्रेर पानी स्टप गरौँ। हामीले यहाँ सहयोग पनि गरिरह्यो थोरै मरै। जुद्ध शमशेरको पालामा बनेको तामाको छानाबाट बनेको यज्ञशाला मन्दिर। भाले छाती फिर्ती हुनुहुन्छ है। हाम्रो दाइले पनि अब सहयोग गर्ने। अब यहाँ कपडा ब्याङ्कबाट केही आश्रममा क्लोथ एन्ड फुड ब्याङ्क नेपालका सञ्चालक मेरो आदरणीय दाई कमलजीज्यूले यस पवित्र तपभूमिमा अहिले पहिलो चरणका लागि 25 सेट बेड बिस्तारा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। उहाँको यो सेवाभावले हाम्रो मन निकै प्रफुल्लित भयो। तपाईँहरू सुत्ने हो यहाँ? होइन यहाँ आएका ए पाहुना पर पाहुनाहरू भएन। लाइट बोल्दैन लाइट छैन लाइन छैन क्या? होइन यहाँ पाहुना आएर बस्ने होइन दिदी। गेस्टहरू आएर बस्ने पातलो छ। होइन तपाईँलाई मैले चाहिँ अहिले 25वटा डसना सिरानी र सिरानी खोल अन्य चाहिँ काम चलाउनुहोस् होइन। केही टाइम अन्य चाहिँ हाम्रोमा त्यो म्यानुफ्याक्चरिङ कम्पनी बनाएको छैन र 25वटा डसेना 25वटा सिरानी 25वटा तन्ना र 25वटा सिरानीको खोल मैले तपाईँलाई यो हप्ता पठाइदिन्छु। र त्यसको काठमाडौँबाट आउने भाडा चाहिँ तपाईँले तिर्नुपर्छ। फेरि हाम्रो चाहिँ अहिले यो हाम्रो सिस्टम अलिक फरक छ। काठमाडौँबाट पठाउने हो हामीले। काठमाडौँबाट हजुर ट्रान्सपोर्टेसन हजुरले अब यहाँ समितिलाई भनेर गरिदिनुहोस्। अब 25 ए त्यो भइहाल्यो नि तपाईँ भइसकेपछि। अब यो यसको एमाउन्ट भनेको हजुरको लगभग अब मार्केटमा किन भन्ने हो भने एउटा डसनालाई 1500 पर्छ होइन। सिरानीलाई 300 पर्छ केजी अनुसार हुन्छ नि त। अनि हजुरको चाहिँ तन्नालाई 200 परिहाल्छ। सिरानी खोला अहिले जमाना के हुन्छ र 160-170 परिहाल्छ होइन। गर्दाखेरि यो कति बराबरको भयो सन्तोष है? 1500 लगभग हिसाब गरेर त्यो काम 25-30 हजारको हुन्छ। शुभ नाम के? मेरो नेत्र भनेको। ए ल म कमल ऋषि सारस्य पनि हुनु रहेछ है। मैले हेरेर तपाईँहरूलाई चाहिँ जस्तै अब यो यहाँ चाहिन्छ नि त यहाँ त एकदमै झन् त्यो भाउ भवन बनाउँदाखेरि यसो मेरो नाम पनि राखेर के गर्न पऱ्यो भने अझै तपाईँलाई त्यो बेला पनि सहयोग गरौँला। यता बन्दैछ। त अब हाम्रो नयाँ भवन बन्न लागेको भवन हेर्न जाँदैछौँ। ए भवन यसैलाई धन राखेर नि बाबु त्यही भएर होइन यहाँ भवन बन्न थालेको रहेछ। हाम्रो त यहाँ यस्तो हुन्छ कि खास गरी के हुन्छ भने पनि हाम्रो यहाँ अहिले क्यापेसिटी कम भएकोले 100जना जतिलाई हामीले यहाँ जति भक्तजनहरू आउनुहुन्छ नि उहाँहरूलाई बस्ने खाने व्यवस्था हामीले निःशुल्क गरिएको छौँ। हजुर जति सक्दो आफूले सो इच्छाले दिन पाइयो। आफ्नो सो इच्छाले उहाँहरूले दिनुहुन्छ। नत्र भने बेलुकी खास गरी यहाँ आउने बेलुकी बस्ने गरी ए निःशुल्क एकदम राम्रो काम कुनै पनि ल्याउनु। चिया यो जडीबुटीको चिया हो हाम्रो होइन। यसलाई निःशुल्क छ हाम्रो कुनै पनि पैसा लिन्न। अब सब यसरी आउनुभयो भने कस्तो हुन्छ नि हामीलाई बेलुकी बस्ने गरी आउनु भने यहाँ भजन कीर्तन हुन्छ आरती हुन्छ होइन त्यो गर्ने। अनि बिहान उठी नुहाइधुवाइ गर्ने तातो पानी चिसो पानी छ त्यो बिहान नुहाइधुवाइ गर्ने। त्यसपछि स्विच अफ गरेर
1 घन्टा 2 घन्टा कति समय दिनुहुन्छ ध्यान बस्ने माथि अच्छा। बस्ने तपाईँ कहाँ बस्नुहुन्छ के एकदमै आउनु बस्नुहुन्छ होइन एकदम आएर ओरेर तपाईँलाई जय होस् ल मेरो पहिलो सहयोग तपाईँलाई त्यही भयो ल एकदम छ नयाँ भवन पनि बनिरहेछ हजुर होइन मेरो सहयोग पनि सानो टुप्पा होस् भन्ने हो होइन होइन एकदम हजुरहरूको सानो होइन यसभन्दा हजुरहरूको सानो होइन यहाँ निःशुल्क रूपमा गेस्ट आएर बस्न सक्नुहुँदो रहेछ सो इच्छाले पैसा दिन पनि सकियो अब दाइले यहाँ सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ पर्छ यसैले दाम ट्याक्क। 60,000 पर्छ त्यसै गरी हामीले यहाँ आफूले जति सकिन्छ आफ्नो सक्दो सहयोग आर्थिक सहयोग पनि गऱ्यौँ। हामीले यस ठाउँमा आइसकेपछि जडीबुटीबाट बनेको स्वास्थ्यवर्धक चियाको स्वाद लिन पनि पाइनेछ। आफूले स्वइच्छाले जति सकिन्छ सहयोग पनि गर्न सक्नुहुनेछ। होइन होइन राख्नु राखेर फेरि यो सामान आइसकेपछि हामीले एफएमबाट सुन्नुपर्छ मैले के बाचा गरेँ भने प्रति व्यक्ति रु 25 को टिकट हामी अब रेसुङ्गाको भ्यू टावरमा छौँ पानी परेको छ वातावरण सफा भएको बेला भारतको गोरखपुर सुनौली बोर्डर रेसुङ्गा यहाँबाट मौसम क्लियर भयो भने पर ठाउँको अवलोकन भारतको गोरखपुर सकिँदो रहेछ सुनौली बोर्डरसम्म देखिन्छ भन्ने मौसमले हामीलाई धेरै च्यालेन्ज दियो टावरमा हामीले के पाइला राखेका थियौँ एक्कासी ठुलो असिना पानी पर्न थाल्यो जाडोको त कुरै नगर्ने केही बेर त निकै डरलाग्दो वातावरण समेत भयो प्रकृतिले आफ्नो उग्र र सुन्दर दुवै रूप देखायो हामीलाई ल एउटा अब चोरीले त छाडेर गइयो हेर्दै यहाँ अब ओसिनाको खात पर्यो
हामी अब यहाँ पौवामा बसेका छौँ। ओहो यहाँ त ओसिना त खारात भयो खारात। के दिन पारेर आइएछ आज। ए पछि माथिबाट नि हानेको हानै छ। अब्बा ओसिना त ए मेरोमा मार्यो यार। असिना पानी थामेपछि हामी गन्तव्यतर्फ फर्कियौँ। उतार चढावले भरिएको यो रेसुङ्गा यात्रा हाम्रो मनमा सधैँ ताजा रहनेछ। तपाईँहरूलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन होला है त। हो रेसुङ्गा घुम्न आएको। अब यहाँ यति घुम्यो पानीले पनि घुमाइदियो। यहाँ हिउँ हो कि असिना हो कि बवाल पर्यो। अब यहाँ झर्दैछौँ अब हामी तल टावरबाट। हामी ट्याक्क अब माथि त धुरीमा पुगेर आइयो। अब कुहिरो लाएर यस्तो छ। आज वैशाख कति गते हो? आज 12 गते। आज ठ्याक्क भूकम्प आएको दिन, तर पानी पर्यो। तपाईँहरूलाई हाम्रो यात्रा कस्तो लाग्यो? मन परेमा लाइक र कमेन्ट गर्न नभुल्नु होला है। हजुरहरूको प्रतिक्रियाको अपेक्षासहित छिट्टै अर्को भिडियोमा फेरि भेटौँला है त। धन्यवाद।